सरकार सम्माननीय प्रधानमन्त्री सुशीला कार्की जुन हुनुहुन्छ र उहाँको क्याबिनेट जुन छ त्यो कुन प्रक्रियाबाट आएको सरकार हो यो सबैलाई थाहा छ। फर इक्जाम्पल तपाईले जुन भन्नुभयो कि तपाईको कारण तपाईको नियुक्तिको कारणले गर्दा प्रदेश प्रमुखजीलाई पदमुक्त गरिया हो, त्यस्तो होइन। म नियुक्ति भइसके भन्दा अगाडि पनि सम्पूर्ण विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ। भनाइको तात्पर्य के हो भने ती राजदूतहरूको कुनै दोष थिएन नि। यो त्योसँग जोड्नु होइन, सरकारको इन्टेन्सनसँग जोड्नु हो। सरकारले नै, केन्द्रीय सरकारले नै यो संहिता खारिज गरेको पटक पटकको हल्ला त तपाईले सुन्नु भएको छ र यो प्रदेश सभा खारिज गर्ने पटक पटकको हल्ला सुन्नु भएको छ। भनिसकेपछि अहिले यो अवस्थामा प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भनेको झन संहिताप्रति संशय उत्पन्न गराउनु भन्ने मैले ठानेको छु भन्ने विषय तपाईलाई राखेँ। अब दोस्रो विषय के थियो? अहिले मुद्दा दर्ता भयो। म तपाईलाई के जानकारी गराउन चाहन्छु भने नेपाली कांग्रेसको नेतृत्वमा म, हाम्रो पार्टीको केन्द्रीय नेतृत्व र हाम्रो पार्टीको प्रदेश नेतृत्वले सरकारमा जान खोजेको हो। धारा 2 अनुसारको दाबी पनि प्रस्तुत गरिसकेको हो। तपाईलाई थाहा छ प्रदेश प्रमुखज्यूले जब माननीय सतीश कुमार सिंहजीको सरकार तपाईको चाहिँ को विदाई भइसकेपछि जुन प्रक्रिया आह्वान गर्नुभएको थियो त्यसको पत्र पनि दर्ता गराएकै हो। नेकपा एमालेको दलको नेताको हस्ताक्षर, नेपाली कांग्रेसको दलको नेताको हस्ताक्षर र जनमतको दलको नेताको हस्ताक्षर सहितको पत्र हामीले प्रदेश प्रमुख कार्यालयमा दर्ता गराएकै हो। पछि उहाँ जनमत यु टर्न भइसकेपछि आफ्नो बोली र आफ्नो सिग्नेचर फिर्ता लिइसकेपछि उहाँले मान्य जितेन्द्र सोनलजीको नेतृत्वमा सरकार बनाउनु भएको हो। भनिसकेपछि नेपाली कांग्रेसको नेतृत्व पनि सरकारमा जान चाहेकै हो। त्यसै कारणले गर्दा म अहिले के बताउन चाहन्छु भने अब यहाँ भएका तपाईको अधिकांश बहुमतमा 99%ले तपाईहरुले भन्नुहुन्छ कि 2 गुना 5 हुन्छ भनिसकेपछि बहुमतले 2 गुना 5 बनाउन सक्दैन। बहुमतले 2 गुना तपाईको चाहिँ 6 बनाउन सक्दैन। सत्यको ठाउँमा तपाईको 1 जना मात्रै भयो भने 2 र 2 4 हुन्छ। त्यसै कारणले गर्दा बहुमतले के भन्नुभयो यो नियुक्ति प्रक्रियाप्रति त्योसँग हाम्रो खास सरोकारको विषय होइन। अब यो सम्बन्धी उजुरी परेको छ भने सर्वोच्च अदालतको व्याख्या के हुन्छ त्यो महत्त्वपूर्ण चीज हो। निवेदन दिन पाउनु हो उहाँहरूले। सर्वोच्च अदालतको व्याख्या यो संविधानको मर्म विपरीत यदि अहिलेको वर्तमान मुख्यमन्त्रीको नियुक्ति भएको छ भने म तपाईलाई भन्छु रति भर पनि म तपाईको चाहिँ विलम्ब गर्दिन र सर्वोच्च अदालतको निर्णय अनुसार तपाईको चाहिँ म तपाईको चाहिँ आफ्नो उहाँको निर्देशन अनुसार म आफ्नो गतिविधि अगाडि बढाउँछु। म निवेदन गर्न चाहन्छु विगतमा सर्वोच्च अदालतले गरेको निर्णयको विरुद्ध पनि नाराबाजी भएकै हो। अहिले केही दिन अगाडि मात्रै मान्य जितेन्द्र सोनलको नियुक्ति भइसकेपछि पनि केही साथीहरू, केही अराजक तत्त्वहरूबाट त्यहाँ प्रदेश प्रमुखको गेटमा तपाईको चाहिँ नि प्रदेश प्रमुख मुर्दाबाद, प्रदेश प्रमुख के रे नस्लवादी हो, यो हो भनेर नारा लागेकै हो। त्यसो भए कारणले गर्दा अहिले मेरो नियुक्ति पछि पनि प्रदेश प्रमुखको विरुद्धमा नारा लागेकै हो। त्यसो भए कारण म के निवेदन गर्न चाहन्छु भने नेकपा एमाले नआउने मुख्यमन्त्रीको विरुद्धमा नारा लाउँछ। नेकपा एमाले विगतमा पनि नारा लाएन विरुद्धमा। हामीले लोकतन्त्र, हामीले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको जे विषयवस्तु उल्लेख छ, जे धारा उल्लेख छ त्यसलाई अनुसरण गर्ने पार्टी हो। रह्यो अब राप्रपाको विषय हामीले पूर्व माननीय हामी राजेन्द्र लिङ्गदेनसँग सोधेर हामी सरकारमा लग्या होइन। प्रदेश सभामा मान्य कञ्चन बिछा उहाँ आफ्नो दलको नेता हो, उहाँ प्रदेश सभाको सदस्य हो। उहाँलाई सोध्यो म सरकारमा सहभागी हुन्छु भनिसकेपछि सरकारमा सहभागी गरेको हो र त्यो जे विषय छ त्यो उहाँको पार्टीको तपाईको सार्वभौम अधिकारको विषय हो। म यो विषयमा धेरै पढ्न चाहन्छु।